नर्सरीदेखि कक्षा 10सम्मको यात्रा निकै लामो त नहोला, तर यी पलमा मिलन भएका मित्रहरू निकै अनमोल छन् मेरा लागि। जीवनमा बा आमाको न्यानो काखको कति महत्व हुन्छ भन्ने कुरा त सायद बा आमा गुमाएकाहरूलाई मात्र थाहा हुन्छ। स्कुल पढ्दाको चञ्चले उमेरमै बा आमाको न्यानो काख र सहारा गुमाएकी 15 वर्षकी सलिना कार्कीले हिजो आएको एसईई नतिजामा 4 जीपीए अङ्क ल्याई उत्कृष्ट नतिजा निकालेपछि अहिले उनको हजुरआमा, विद्यालय र छिमेकीहरू समेत खुसी छन्। तर उनी आफै यो नतिजापछि खुसी छन् कि दुखी छन् छुट्याउनै सकिरहेकी छैनन्। सम्भवतः यो खुसीको पललाई आफ्नो बुवा आमासँग साट्न नपाउँदाको पीडाले उनलाई भित्रभित्रै खाइरहेको छ। उनको यो खुसीको पल साट्न आज दिउँसो हामी गौरादह 8 जुरोपानी स्थित उनको घर पुग्दा उनले त्यो आँसुको बाँधलाई रोक्नै सकेनन्। आँखाको डिलबाट झरेका उनका आँसुका थोपाहरूले उनका बा आमाको स्मृतिलाई ताजा बनाइरहेको थियो। यो हिजो 81 जीपीए रिजल्ट आउँदा चाहिँ कस्तो लागिरहेछ अहिले? नरु नानी रुनु हुँदैन। खुसीको माहौल छ, यस्तो राम्रो रिजल्ट आएको छ, किन रुन्छौ? व्यक्त गर्न शब्द भेटिरहेको छैन हो। सोचेको थिएँ कि थिएन 4 जीपीए मेरो आउँछ भनेर। सोचेको त त्यस्तो भइ आउँछ जस्तो लागेको चाहिँ थिएन, तर पनि राम्रै भएको थियो एक्जाम हुन चाहिँ। हजुर एसई परीक्षा सुरु हुनुभन्दा अगाडि नराम्रो घटना घट्यो जीवनमा, त्यसपछि यो कसरी म्यानेज गर्यो त्यो पढाइ तिमीले त्यो अवस्थामा? चित्त बुझायो है। त्यो सानो उमेरमा पनि मन कठोर बनाउन सकिँदो रहेछ। उनी गौरीगञ्ज वडा नम्बर 3 स्थित श्री ज्ञानोदय आवासीय माध्यमिक विद्यालयकी छात्रा हुन्। झण्डै 2 वर्ष अघि उनी कक्षा 8 को वार्षिक परीक्षाको तयारी गरिरहँदा परीक्षाको केही दिन अघि उनकी आमा हिमा लक्ष्मी महत प्राणघातक रोग क्यान्सरसँग सङ्घर्ष गर्दा गर्दै संसारबाट विदा भइन्। आफ्नी आमाको स्मृतिलाई भुल्न नपाउँदै यो वर्ष उनले एसईई परीक्षाको तयारी गरिरहँदा गत पुसमा उनका बुवा धनबहादुर कार्कीले पनि संसार छोडे। बुवाको पनि देहावसान भएपछि उनका दाजु सरोज कार्की वैदेशिक रोजगारीका लागि नेपाल छाडे। बुवा धनबहादुर कार्कीले जुरोपानी चोकमा जोडेको करिब 4 धुर जग्गामा बनेको सानो घरमा गएको पुसदेखि उनी 80 लाग्नै आँटेकी आफ्नी हजुरआमासँग बस्दै आएकी छिन्। यति सानो उमेरमा आइलागेको अप्रत्याशित वेदनालाई छातीभित्र लुकाएर उनले सङ्घर्षको यात्रा जारी राखेकी छिन्। आज उनको सङ्घर्षले मूर्त रूप लिएको छ, सपनाको इन्द्रेणीले आकार फिजाएको छ अनि भविष्यको एउटा सुन्दर गोरेटो तयार भएको छ। त्यसो त उनी अबको दिनमा बायोलोजी पढ्ने चाहना राखेकी छन्। फेरि उनलाई डर छ कतै म पढ्न गए भने घरमा हजुरआमा एक्लिने त होइनन्। अब के गर्ने योजना छ? अब त अगाडि पढ्नुपर्छ, जिन्दगीमा राम्रो नतिजा आएको छ। 11-12मा चाहिँ साइन्समा बायो लिन्छु अनि त्यसपछि अप्सनहरू खोज्छ अनि हेरौँ अब के हुन्छ। साइन्समा बायोलोजी लिएर पढ्ने। अनि के छ जीवनको लक्ष्य? केही रोजेको छौ कि म भविष्यमा गएर यो बन्छु, यो पेसा अपनाउँछु भन्ने केही? त्यस्तो त अहिले केही सोचेको छैन। अब हेरौँ 11-12 चाहिँ राम्ररी पढ्छु अनि
त्यसपछि के हुन्छ? अहिले घरमा हजुरआमा र तिमी मात्रै है? हजुर। अनि तिमीले नि खाना पकाएर दिन्छौ कि हजुरआमा आफै पकाउनुहुन्छ अहिले? म पनि पकाउँछु, आमाले पनि पकाउनुहुन्छ। पकाउन आउँछ है? सबैभन्दा मिठो के पकाउन आउँछ? मिठो त मासु खान्न, भेजिटेरियन, अनि के भन्नु मिठो पकाउनु त। सुरुदेखि नै मासु खाँदैनौ? होइन, 2 वर्ष जति भयो। ए, मम्मीको देहान्त भएपछि मासु खान छोडेको भेजिटेरियन? बर्खन्त गरेर नि एक साथ खाइ। ए, त्यसपछि खान मन लागेन? पहिला भलिबल राम्रो खेल्थ्यौ है? खेल्छु, हजुर। अझै पनि खेल्छौ? खेल्छु, प्र्याक्टिस छ? हजुर। अहिले आइसकेपछि होइन, खेल्छु। यो रिजल्ट आउँदाखेरि सर मिसहरूलाई कतिको मिस गरिरहेछ? एकदमै मिस गरिरहेको छु। कल पनि गर्नुभएको थियो सर मिसहरूले। हजुर। खुसी लागिरहेको छ। दादा कहाँ हुनुहुन्छ अरे? दादा हजुर, दुबई। दादालाई चाहिँ के भन्न चाहन्छु भनिदेऊ त यहीबाट सन्देश। दादालाई हजुर, राति फेसबुकमा राम्रो स्ट्याटस लेख्नु भएको थियो दादाले। के छ दादालाई केही मेसेज छ? के मेसेज छ दादाले? अझै त्यो नरुनु हुँदैन। शब्द नि आएन है?